राख्ने मौका सदस्य जुन राष्ट्रिय खेलकुद परिषद रहेको थियो र उहाँ चाहिँ 12 तारिक एक हप्ता पहिलासम्म चाहिँ सबै आइसकेको छ। यहाँ चाहिँ सबै भएर यो चाहिँ प्रडक्ट चाहिँ गर्ने भनेसम्म हामी प्रतिबद्धता दिएको छ। एकदमै राम्रो हुन्छ। हामीले जसरी पनि यसलाई सफल बनाउनुपर्छ, जसरी चाहिँ क्रिकेटले एउटा यो चाहिँ हामीले जुन किर्तिपुरको गेटबाट यहाँ छिर्यो यो बाटो चाहिँ यो हो। अनि अहिले हामीले बनाउँदाखेरिको अवस्थामा यो बनायो, यति यो ह्याचिङ भएको यति बनायो। अब बाँकीको चाहिँ यो सबै बनाउने यो बाँकी छ। जग्गाको लिज अब यो पैसामा सकिँदैछ। ती कुराहरू चाहिँ भएर हामी कति सक्दो छिटो बिल्डिङमा जाने सेकेन्ड फेजलाई त्यो तयारीहरू सुरु गरिसकेको छ। के भन्छ अहिलेलाई चाहिँ जस्ट लाइटिङको पार्टमा हजुर हाम्रो श्रम स्वीकृतिको लागि चाहिँ अब सबै खेलाडीहरूको विवरण हामी लिइसकेका छौँ। अब लास्ट इयर पनि सदस्यजी पनि हुनुहुन्छ। लास्ट इयर राष्ट्रिय खेलकुद परिषदले पनि भनौँ न डेडिकेटेड डेस्क जुन राखेकोले गर्दा 3 जना कर्मचारी उहाँले नियुक्ति गरिदिनु भएको थियो। योपालि पनि उहाँले यो अस्ति नै घोषणा गरिसकेको हुँदाखेरि चाहिँ अब टिम्सहरूले त्यो फरेन प्लेजहरू फाइन्ड गरिसक्यो। हामी डकुमेन्टेसन कलेक्ट गरिसकेका छौँ। त्यो हुनासाथ राखेको त्यो डेडिकेटेड डेस्कमा गएर चाहिँ त्यो दिइसकेपछि त्यसलाई हामी हाम्रो श्रम मन्त्रालयबाट हाम्रो डिजी सरलाई गरिसकेपछि लास्ट इयर पनि धेरै नै उहाँले सहयोग दिनुभएको थियो। उता पनि आखिर लगभग एउटै नै हो। अहिले हामीले गरेको चाहिँ के हो भन्दाखेरि उहाँहरूले यो बनाइसकेपछि यसको बाहिरपट्टि चाहिँ पुरै ग्राउन्डलाई होइन सेक्युरिटीको हिसाबले फेन्सिङ गरेका छौँ। अनि त्यसपछि हरेक ठाउँको बार गरेर छ खालि दुईवटा जोनमा चाहिँ जोन 1 जोन 2 जोन 2को हाफ गरेर छ। त्यसपछि जुन जोन त्यही हिसाबले उहाँहरू फेरि त्यही जोनमा हाल्नुहुन्छ। त्यसमा चाहिँ हामी पत्रकार क्याबिनेसन गरिसकेका छौँ मास्टर प्लान।